थियो मैले तिम्रो हालिमा पनि चटपटेहरु खाएको होली स्टे भयो हैन के बोतल टट्टू दामी हाली और अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। आज फेरि मैले नयाँ भ्लग लिएर आइसकेको छु। अनि आज चाहिँ होलीको दिन हो है। अनि म चाहिँ घरमै छु। अब म चाहिँ दमक चोक जान लागेको। मेरो घर चाहिँ सानो बाह्रगरे हो। अनि म कोसँग जान्छु भने चाहिँ तपाईँहरूलाई भरे देखाउँछु। अनि अहिले चाहिँ 12 बजिसकेको छ। म यहीँनिर छु। यहाँनिर चाहिँ बच्चा बच्चीहरू मात्रै खेलिरहेको छन् है, अरू कोही खेलेको देखेको छैन। अनि दमकमा चाहिँ रमाइलो होला। अनि भिडियो चाहिँ सुरुदेखि लास्टसम्म हेरिदिनु होला। मैले धेरै पछि लिएर आएको छु है। अनि अरू त्यस्तै हो। मेरो दादा चाहिँ यहाँनिर छ, तपाईँहरू हेर्न सक्नुहुन्छ। यहाँ पुरा खाइरहेछ, खाएको पनि होइन, पुरा पिइरहेको। होली खेल्न जाने ओइ जिन्दगी ब्ल्याक एन्ड व्हाइट छ, के होली खेल्ने? मोए 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 नाटक सुरु भएछ फेरि। लगाए जस्तै हो। यो चाहिँ अहिले जाँदैन अरे होली खेल्न। बल्ल बल्ल कामबाट छुट्टी पाएको छ, घरमै मस्त बसिरहन्छ अरे। म चाहिँ जान्छु होली खेल्न। अनि म तपाईँहरूलाई देखाउँछु अहिले। एकछिनमा भिडियोहरू पुरै हेरिदिनु होला है त। म चाहिँ बाटोमा छु गाइज होइन, अटो पर्खिरहेको छु जानको लागि। यिनीहरूले चाहिँ पिचकारी हानेको अरे क्या मलाई। यहाँनिर पिचकारी चाहिँ छैन त, यो भाइ हानेको हानेको मारो हमको मारो। भित्र पानी चाहिँ छैन, पिचकारी हान्छ पिचकारी। म चाहिँ क्याम्पसबाट आइसकेको छु गाइज होइन। अनि त निता दिदी चाहिँ आउनु भएको छैन। अहिले म देखाउँछु तपाईँलाई होइन। अनि पुरा होलीको माहौल दामी छ, दामी। सबजना मान्छे खेलिरहेको छ है। म एक्लै हिँडिरहेको छु। म सबको श्रेष्ठ वर्ल्ड केयरमा चाहिँ म आइसकेको छु गाइज चाहिँ होइन। अब कोही छैन, आज सटर बन्द गरेर सबजना गइसक्नु भएको छ। म एक्लै यहाँनिर बसिरहेको छु, निता दिदीको वेट गरिरहेको छु। त्यो दिदी मेकअप गरेर राम्री भएर कहिले आइसक्नुहुन्छ। यहाँनिर अझै फोटो हालिरहनु भएको होला। अनि फोन गरेको, फोन लागेन। म यहाँ बसिरहन्छु म चाहिँ। साथीको रुममा भनेर आएको। साथी पनि होली खेल्न कुदी जस्तो लगाए। म अकेली हो गई आज। हेलो गाइज, यहाँनिर हाम्रो राम्री दिदी आइसक्नु भएको छ है त। हेर्नु त पुरा यहाँ राम्री बनेर आइसक्नु भएको छ होइन। आमामा टल्केर पुरै टिलिक्क भएर आइसक्नु भएको छ। म बस्दा गरेँ। मलाई चाहिँ भोक लागेर लास्ट भइसकेको थियो है। अनि एक्लै यहाँनिर होटेलमा गएर खाजा खाएँ। अनि दाईहरू हुँदो रहेछ, दाईहरूले हामीलाई कोक खुवाउनु भयो। अनि कोक अनि मैले चाहिँ चना भुजा खाएँ होइन, अरू केही थिएन नि त। अनि त्यही भएर त खाएँ। यो दिदीलाई चाहिँ फोटै मात्र छ, फोटो खिच्नु अरे। म अब दिदीको फोटो खिचिदिन्छु। अनि हामी चोकतिर जान्छौँ गाई, चोकतिर। होली लाग्यो तर हामीलाई लागेको छैन। बढिया दाइ। हेलो दिदी, केम छौ? मजामा? ला बाबा तपाईँ देखिनु भएन, देखिनु नै भएन भिडियोमा। सो स्याड। श्रेष्ठ मोबाइल केयरको मेम्बरहरू सबैजना नक्कु कालो देखिएको। शादी छोरी शादी हो गई। हेलो एभ्रीवन, वेलकम। अघि वेलकम टु ल अहिले चाहिँ हामी श्रेष्ठ मोबाइल केयरको यो क्यान्टिनमा आइसकेको छौँ। खाजा खाने ठाउँमा हेर्न सक्नुहुन्छ तपाईँले। धेरैजना छौँ हामीहरू। ल बुनु के भन्नु सक्ने भन। तिम्रो युट्युब च्यानलमा होइन यो आउँछ नि होइन। ल बुनुको युट्युब च्यानलमा भ्लग आउँछ, सबैजना सब्सक्राइब गर्नु होला। ल अरू सबैजना छ यहाँ। विवेक पनि छ, हामी पनि छौँ यता। ल सबै भाइ पनि छ अरे, दुईजना होइन म पनि छु।
सबैजना छ होइन अहिले त हामी होली खेलेर बसिरहेको छौँ खाजा खाँदैछौँ होइन ल यसपछि हामी फेरि चोक पनि जान्छौँ साथीहरू अहिले चाहिँ हामी खाजा खाँदैछौँ हुक्का चाहिँ खाएको छु र मैले किनेको हुक्का खाँदिनँ पनि चटपटीहरू खाएको होली यस्तै भयो होइन अब बुनुको यो च्यानललाई सबैजना माया गरिदिनु होला होइन अनि के भन्नु छ अनि हाम्रो च्यानललाई माया गर्नु होला ट्विन्स जस्तो सोच गरी हेर्नु होला है त सबैजना सब्सक्राइब गरिदिनु भन्नै पर्दैन धेरै छ सब्सक्राइब मेरो भन्दा चाहिँ ल ठिक छ सबैजना सब्सक्राइब गर्नु होला यस्तो यो पालिको होली एकदम इन्जोय भयो नि होइन पनि अहिले त मजाले भएको छ नि हामीले यति कलर मात्रै लगाएको यहीँनिर मात्र छ बस्यो अघिदेखि तँ गएनौ तँ गएको छैनौ त चोक जान्छौँ अब हामी सबैजना लास्टसम्म फुल भिडियो हेरेर इन्जोय गर्नु होला हस् थ्याङ्क यू ह्याप्पी होली सबै फोन पनि छरिदिनु भयो यस्तो सबै बियर खाँदै हुनुहुन्छ मैले चाहिँ खाएको होइन है मस्त मजा मान्छे हो दादाहरूले खाइरहनु भएको छ यहाँदेखि श्रेष्ठ मोबाइल केयरको मेम्बरहरू सबजना है हुक्का खाँदै हुनुहुन्छ कोक खाने सोझो मान्छे हो उहाँ चाहिँ होइन हाम्रो यहाँको होली सकिसकेको छ गाइस अब हामी चपडीतिर घुम्न जान्छौँ आएका छौँ श्रेष्ठ मोबाइल केयरको फ्यामिलीहरू सबजना दादाहरू अनि मेरो भाइ अनि दिदीहरू सबैजना होली खेल्न जान्छौँ ल गाइस हाम्रो होली चाहिँ लागेको छैन मजाले अब दिदी कता होइन दिदी फेरि कता हो हामी कहाँ छौँ हाम्रो गाई चाहिँ खोलामा आइसकेको है स्पिडी भाँच्यो के भयो तल्लो टट्टो दामी हालिरहेको भिडियो हो फोटो होइन नि त यो त्यही त भिडियो हो र त नि यस्तो गरेको त फोटोमा त कहाँ आउँछ त घरमै छु भन्दै थियो यता हेर्नु न यो चाहिँ भ्लग हो तर देखिनु नै भएन गजब बेइज्जती के अरे राउन्ड किकले हानेर देख्नु नै भएन र म त के गर्नु मै तिमी देखाने गुनी छौ है यस्तो भनेको होइन हौ मैले कलरले भनेको कलरले चिनिँदैन अब के भन्नु हाम्रो भाइलाई चाहिँ अर्को भाइले हप्काएर खेदायो अरे है भाइ आउँदैछ यहाँनिर यता हेर न अभिषेक ओ माई गड हाम्रो देख्दै हुनुहुन्छ हाम्रो भ्लगमा अभिषेक भाइ छ तर दाइ जस्तो देखिन्छ के गर्छु मैले धोका दियो हाइटले तर म ठिकै छु है यस्तो बुढकी छैन नि फेरि ओ थ्याङ्क यू मेरो भाइ यस्तो ज्ञान हेर्नु रहेछ हामी चाहिँ यहाँ चपडीको यो कहाँ हो यस्तो काली देख्यो यो सबै उयोले हेलो गाइस हामी चपडीबाट जाँदैछौँ चौटीबाट हामी फर्किँदैछौँ अब मजाले घुमिनमा हामी चाहिँ अब हामी डाइरेक्ट दमक जान्छौँ दमकमा खाजा खान्छौँ अनि यस्तै हो भ्लग तपाईँले लास्टसम्म हेरेर माया गरिदिनु होला सबै साथीभाइहरूलाई मेरो अब चाहिँ यहाँ चाहिँ हाम्रो विवेक दादा हुनुहुन्छ राइडर विवेक दादा गम्भीर बाटोमा स्कुटी कुदाउँदैछौँ हामीले चाहिँ अब तपाईँको हल्का घुम्यौँ अब हामी दमकमा गएर खाजा खान्छौँ बर्गर हाउसमा स्कुटी पनि कुदाउँदैछौँ एकदम मजाले बाटोमा है बाटो चाहिँ एकदम खतरा छ खतरा बाटो चाहिँ होइन
रमाइलो भइरहेछ अहिले होइन अलिअलि रमाइलो पनि भइरहेछ हामी अहिले पुरा ढेँडो जस्तो देखिरहेछ भाइ छ अभिषेक भाइ त्यही होइन त्यही हो ब्लग सक्यो ताराको सत्यानाश गरेको छ यहाँ अभिषेक भाइले चाहिँ मेरो चाहिँ जस्ताको चाहिँ छैन तर हामी धुम्रपान गरिरहेको छौँ होइन म चाहिँ गरेँ होइन है दादा बोलो बोलो म त कहाँ हुर्काएको मा थाहा छैन कसरी पनि हुर्का खान्छ भनेर मेरो घर परिवारलाई कसरी पनि थाहा छैन देख्यो हाम्रो भाइ चाहिँ लास्ट बिजी छ यहाँनिर ककरसँग हो बिजी बिजी मोमो खानु न मोमो खानु न मोमो खानु न ए बुनुले भनेको किन भनिसकेछु ठन्डामा म चाहिँ मोमो खान गइरहेको छु अरू कसैले भनेको पिज्जा सिजा खाँदैन ल फेरि भन्नु न खाइ ल बुनु मैले ल खानु ल छिटो न दादा बोलो बोलो कस्तो बर्गर हाउसबाट हिँडेको कता गएको है ए अब घर जाने हामी कति पैसा हो 5-6 इस्ट 7 बज्न आँटिसकेको छ अब हामी घर जाने गाइड सबैजना हुनुहुन्छ अभिषेक र म चाहिँ जान आँटेको अब हेलो गाइज हेलो सुरज भाइ ए हौ नगर्नु न हौ यहाँनिर चाहिँ हामी इन्द्रेन डाल आइपुग्छौँ गाइज होइन यहाँ हाम्रो अमित दाइ हुनुहुन्छ तिम्रो युट्युब च्यानलमा सब्सक्राइब गरिदिनु होला नाची पनि दिनु होला यहाँ हेरौँ खै ल हेर्नु इन्द्रेन दाल चाहिँ हाम्रै गाउँको गाइस मैले कतिचोटि तपाईँहरूलाई देखाइसकेको छु यहाँनिर हाम्रो गाउँको इन्द्रेन दाल गएको तिमी पहिलो कुछ हटाइदियो एउटा पर्सी हटाइदियो वहाँ बिचन पर्छ आजको भ्लग चाहिँ सकिसकेको छ यहाँ हुनुहुन्छ हाम्रो सुरज दाइ सकिसकेको छ अब हामी जान्छौँ यहाँ हुन्छ सबैजना आजको भ्लग चाहिँ यहीँनिर एन्ड गर्छु म होइन गाइज तपाईँहरूलाई कस्तो लाग्छ सबैजना लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला सबैजनाले गरिदिनु होला ल बाई बाई गाइज बाई 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 इसी के साथ आज की मजदूरी यहीं खत्म करते हैं। अगर तुम्हें वीडियो पसंद आई तो लाइक मारो यार, मुझे नहीं पता, मुझे 2 मिलियन लाइक्स चाहिए कैसे ना कैसे करके मुझे चाहिए।